चाहिँ भोलिको बजारको लागि स्टल हैन खाजा नास्ता बेच्नु नाम चाहिँ छैन रहेछ हैन यो चाहिँ तयारी भइसकेको छ यो ठाउँमा भोलिदेखि साप्ताहिक बजार उद्घाटन हुँदैछ हजुरको शुभ नाम प्रेम बस्नेत यो ठाउँलाई चाहिँ के भन्छ ठ्याक्कै साधुटार तपाईहरु यो साप्ताहिक श्रम गर्नुहुन्छ आफ्नै ठाउँ बनाउनको लागि कति हप्ता भयो यो अहिलेसम्म लगभग यहाँ 52 हप्ता भयो 52 हप्ता है यो हरेक हप्ता काम गर्नु यहाँ श्रम गर्नुको उद्देश्य चाहिँ के हो हजुर यो हाम्रो ठाउँमा अलिक विकट भएको हुँदाखेरि हामी आफैले पनि केही गर्न सक्छौं कि त भनेर मेन कुरा चाहिँ हामीलाई बाटोको समस्या हो अर्को हाम्रो नानीहरू सानो नानीहरू स्कुल जानु पर्ने पैदल हिँडेर जानु पर्ने हजुर यी विभिन्न कारणले गर्दा यो बाटो बनाउन त हामीले भनेर यही हो उद्देश्य र यो हाम्रो निरन्तरता रहन्छ एक वर्ष भयो लगभग गर्नुभएको यो त ठुलो उद्देश्य हो हैन तपाईहरु यो हेर्दा गरे जस्तो देखिदैन तर एकदम धेरै गर्नु भएको छ तपाईहरुले है ल धन्यवाद हजुर नमस्कार हजुर दाजुको शुभ नाम चाहिँ मेरो राधाकृष्ण माक्रियाङ राई हो हजुर हजुर यो श्रम अभियान चाहिँ लगभग 1 वर्ष पुरा भएर अब 53 हप्तामा अहिले हामी 52 हप्ता सकिसकेका छौं हजुर अब आउने शनिबार चाहिँ हाम्रो 53 हप्ता हुन्छ हजुर यो चाहिँ हामीले ठ्याक्कै सम्बतकै हिसाबले भन्ने भने 1 वर्ष कम्प्लिट गर्यो र हामीले अस्ति 50 हप्ताको स्वर्ण उत्सव पनि हामीले मनायौं हजुर त्यसो छ अघि मैले उद्देश्य त सोधेँ हैन एकदम निरन्तर रूपमा लागिरहनु भएको छ यहाँ चाहिँ कति घर हुनुहुन्छ यो साधुटारमा अहिले हामी लगभग अब साधुटार क्षेत्रभरिको हिसाब गर्ने हो भने चाहिँ अब हामी 46 घर लगभग छौं तर यो डाँडाको मात्र हिसाबले गर्ने भने चाहिँ अलिक कम छौं हामी हजुर तर समग्रमा भन्दाखेरि साधुटार क्षेत्र भनेको चाहिँ यो खोल्सादेखि यता पल्लो छेउसम्म हो के त्यसो भएकोले गर्दा हामी अहिले पपुलेसनको हिसाबले भने चाहिँ अहिले अब 46 घर लगभग हामी छौं हजुर साधुटारवासी अनि धेरै गर्नु भएको छ तपाईले यहाँनेर सरसफाई गरेको पनि देख्छु त्यो ठाडो बाटो पनि बनाउनु भएको छ हामी निरन्तर त्यो देवीथानलाई पनि संरक्षण गर्नु भएको छ मार्ग हो हामीले अब देवी पछि तपाईहरुको दीर्घकालीन उद्देश्य चाहिँ यस क्षेत्रलाई पर्यटकीय स्वरूप दिने हो हाम्रो चाहिँ के छ भने यो एउटा चाहिँ सीमाको क्षेत्रले हेर्ने हो भने धरान निकट धरानसँग सीमा जोडिएको सुनसरी जिल्लासँग सिमाना जोडिएको क्षेत्र भएकोले गर्दाखेरि र भौगोलिक भूबनावटको कारणले पनि हामी अलिकति केही हदसम्म हाइटमा भएको हावापानीको हिसाबले र भौगोलिक बनावटको हिसाबले पनि पर्यटन क्षेत्र प्रवर्धन गर्दा प्रशस्त सम्भावना छ त्यसो भएकोले गर्दाखेरि हामीले चाहिँ आन्तरिक पर्यटन हबको रूपमा नै विकास गरौँ यसलाई यो क्षेत्रलाई एकदम राम्रो भोलिको दिनमा चाहिँ नि यहाँनेरि विभिन्न चाहिँ नि होमस्टेकहरुदेखि लिएर हैन अनि आन्तरिक पर्यटनलाई अब होटल रेस्टुरेन्टहरुदेखि लिएर सारा कुरा हामी समेट्ने यहाँनेरि अब थुप्रै कुराहरु छ अब यो जंगल हामी जंगल सीमावर्ती भएकोले गर्दा त्यो यो मास्तिरको जंगल चाहिँ के भन्छ हाम्रो सयपत्री समुदाय सयपत्री हो त्यो वन पनि हाम्रो ठुलो सम्भावनाको क्षेत्र भएको हुँदाखेरि हामीले वनलाई पनि पर्यटन विकाससँग जोड्न सकिन्छ प्रवर्धन गर्ने भन्ने हाम्रो चाहिँ नि सोच हो र यहाँ चाहिँ हामीले पछि चाहिँ केही समय अब एकाध वर्ष पछाडी हामीले चाहिँ हरेक पर्यटन विकासमा चाहिँ यहाँनेरि एउटा भनौं हर्स राइड हैन घोडा सवारीको योजनाहरु पनि हामीले बनाएको एकदम राम्रो अनि हामीले यो दशैंलाई लक्षित गरेर हामीले एउटा चाहिँ संस्कार संस्कृतिको जगेरा गर्नुपर्छ भन्ने हिसाबले चाहिँ नि लोप भइसकेको हाम्रो चारपिरे रोटेपिङलाई पनि पुनर्स्थापन गर्नुपर्छ भन्ने हाम्रो चाहिँ नि विचार हो र अन्य थुप्रो एवत कुराहरु छ धेरै हामीले फेरि हाम्रो उद्देश्य भनेको एउटै मात्रै होइन के एकदम यही मात्रै गर्ने भन्ने होइन यो साधुटा टोल सुधार संरक्षण समिति भनेर चाहिँ हामीले विधिगत हिसाबले चाहिँ यसलाई चाहिँ संस्था गठन गरेर तपाई हजुर चाहिँ अध्यक्ष हुनुहुन्छ यहाँको हैन अनि त्यसो भएकोले गर्दाखेरि हाम्रो उद्देश्य भनेको चाहिँ टोल सुधार संरक्षण समाज भनेको चाहिँ यहाँ चाहिँ अब भएका पूर्वाधारहरूलाई पनि चाहिँ नि संरक्षण गर्ने र नव
नयाँ योजनाको कुराहरूदेखि लिएर नयाँ भौतिक निर्माणको कुराहरूलाई पनि अगाडि बढाउनुपर्छ भन्ने हाम्रो एकदम राम्रो यो भनिरहँदाखेरि आज लगभग 52 हप्ता कम्प्लिट भयो 53 हप्तामा अर्को आउने शनिबार प्रवेश गर्दैछ तपाईँहरू यो स्थानीय बासिन्दाहरू मात्रै आफै गर्दै हुनुहुन्छ कि यहाँ स्थानीय सरकारहरूसँग समन्वय गर्दै हुनुहुन्छ हामीले चाहिँ कसैसँग पनि यो विषयमा चाहिँ समन्वय गरेका छैन हामी दाताबाट चल्ने संस्था हो हामीलाई चाहिँ देश विदेशमा रहनुभएका चाहिँ नि मनका धनी हाम्रो नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले चाहिँ हामीलाई विभिन्न ठाउँबाट चाहिँ विभिन्न देशबाट चाहिँ हामीलाई सहयोग चाहिँ प्रदान गरिराख्नु भएको छ हामीले चाहिँ र मेटेरियलको रूपमा चाहिँ कुनै पनि विकास निर्माणको र मेटेरियलको रूपमा चाहिँ ती दाताहरूले दिनुभएको आर्थिक सङ्कलन गरेर त्यसबाट हामीले खरिद गरेर हाम्रो श्रमदानलाई निःशुल्क जोडेर संयुक्त रूपमा कार्यक्रम अगाडि बढाइरहनु भएको छ काम गरिरहेको अवस्था छ एकदम राम्रो अब यसलाई दीर्घकालीन स्वरूप दिनको लागि चाहिँ स्थानीय सरकारहरूसँग पनि केही चाहिँ समन्वय गरेर स्थानीय सरकारहरूबाट चाहिँ यो श्रमदानसँग चाहिँ जोडिएको छैन तर हामी योजनाको कामसँग चाहिँ फेरि स्थानीय सरकारसँग जोडिएर नै काम गरिरहेको छ जस्तो श्रम गर्ने कुरा जुन हतियारहरू चाहिन्छ जुन सरसामान चाहिन्छ त्यो चाहिँ मलाई लाग्छ स्थानीय सरकारहरूले पनि केही हदमा उपलब्ध गराउनुहुन्छ चाहिँ अब कस्तो छ भने स्थानीय भनेको चाहिँ अब अलिकति विधिगत हिसाबले जानुपर्ने योजना हिसाबले जानुपर्ने हैन अलिक झन्झटिलो सिस्टमले जानुपर्ने भएकोले गर्दाखेरि त्यो चाहिँ प्रक्रियारत जानुपर्ने भएकोले गर्दाखेरि हामी प्रक्रियामा गएर कुनै पनि योजनाबाट चाहिँ हामी जान्छौँ हैन त्यो योजनामा गर्नुपर्ने कुराहरू पनि थुप्रै अब हामीलाई स्थानीय सरकारबाट पनि थुप्रै कुराहरू आइरहेको छ जस्तो लगभग यसपल्ट हामीलाई चाहिँ नि तपाईँको 90 मिटर लगभग हामीलाई चाहिँ नि ड्रेन उपलब्ध गराउनु भयो हैन यो ड्रेन हो यो ड्रेनलाई जोड्ने कामहरू भयो यसमा चाहिँ योजना प्लस श्रमदान पनि जोडिएको छ त्यसले चाहिँ काम अलिकति बढी भयो हैन योजनाको हामीलाई बजेट आयो त्यसमा हामीले चाहिँ नि हाम्रो श्रमदान जोड्यौँ त्यसो भएकोले गर्दा त्यसलाई त्यसरी कम्प्लिट गर्दाखेरि केही हदसम्म हामीले योजनाको भन्दा थोरै बढी गर्यौँ त्यो हिसाबले गर्यौँ जस्तो यहाँ हामीले अब हाम्रो स्थायी रूपमा रहने यो स्वास्थ्य चौकी भवन पनि निर्माण भयो त्यो पनि हामीलाई 1,50,000 रुपियाँ चाहिँ नि वडाको सिलिङ बजेटबाट चाहिँ उपलब्ध गराउनु भएको थियो त्यसमा चाहिँ हामीले श्रमदान अथवा श्रम सञ्जालको कोषबाट पनि थपेर हामीले चाहिँ लगभग उहाँको 1,50,000 उहाँबाट हामीलाई उपलब्ध भयो भने हामीले लगभग त्यहाँनिर 50,000 को सामग्री र लगभग 1 लाखको चाहिँ नै हामीले श्रम गरेर चाहिँ हामीले वृहत रूपमा त्यसलाई पनि बनायौँ एकदम यो साधुटारमा चाहिँ अरू अन्य चाहिँ जस्तो पर्यटन प्रवर्धनको लागि जोडिएका ठाउँहरू के छन् एउटा यहाँनिर देवीथानको भयो जोडिएको ठाउँ चाहिँ अब स्पेसल्ली भन्नुपर्दाखेरि यहाँ चाहिँ तपाईँको भौगोलिक बनावट आफैमा एउटा प्राकृतिक हिसाबले यसको सौन्दर्य आफ्नो ठाउँमा छ त्यसमा पनि यो चाहिँ साधुटार चाहिँ कसरी रह्यो भन्दाखेरि यहाँनिर अब 4 पुस्ता लगभग 5 पुस्ता माथिको एउटा अग्रज हाम्रो मलाई ठ्याक्कै अहिले नाम त मैले भन्न सक्दिनँ तर उहाँको खोजी गर्नुपर्छ नामहरू मैले बिर्सि पनि सकेँ होला उहाँ चाहिँ एउटा चाहिँ नि साधु धर्म मान्ने हाम्रो चाहिँ नि पूर्वज हुनुहुन्थ्यो उहाँ चाहिँ यही ठाउँमा बसोबास गरेर उहाँले नै यो ठाउँ बसोबास गराएको भएको कारणले गर्दा यसको नाम साधुटार रहेको त्यो एउटा कुरा छ र यो ठाउँमा पानीको अति नै अभाव त्यसो भएकोले गर्दा यो ठाउँमा पानी चाहिँ त्यो साधुको शक्तिले उहाँको मन्त्रले कोसीबाट पानी ल्याएर रोपेको पानी त्यहाँनिर छ हैन अहिले सुन्दा अचम्म लाग्छ हैन यो किंवदन्ती जस्तो लाग्छ अनि पानी नभएको ठाउँमा सुक्खा ठाउँमा पनि उहाँले पानी रोपेर यो ठाउँको यो क्षेत्रको मान्छेलाई त्यो पानी खुवाउनु भएको छ त्यो धार्मिक स्थलदेखि ठिक्क तलतिर हो त्यो पानी अहिले पनि छ एकदम अहिले त्यसलाई अलिकति फरक सोचका फरक व्यक्तित्वहरूले चाहिँ नै मोडेर अहिले अमृत कुण्ड भन्ने एउटा नामकरण गर्नुभएको छ तर त्यो अमृत कुण्ड होइन त्यो साधु बुढाले रोपेको पानी हो त्यो रोपेको पानी हो यसको किंवदन्ती यो छ र अर्को कुरा चाहिँ नि तपाईँको यो एउटा त मन्दिर भइहाल्यो यो भौगोलिक बनावट नै यसको सौन्दर्य भन्नुपर्छ र हामीले यसलाई चाहिँ नि अब सिँगार्ने प्रयत्न गरिरहेको छौँ एकदम राम्रो कोसिस चाहिँ हाम्रो के हो भनेदेखि यहाँनिर अब आन्तरिक पर्यटनलाई घुम्न डुल्न खान बस्न हैन त्यो किसिमका सेवा सुविधाहरू हामीले चाहिँ प्रबन्धन गर्न सक्यौँ भने
पक्कै पनि यो ठाउँमा चाहिँ नि धरानको नजिक आएर चाहिँ नि एक फ्रेस हुने नाइट होइन? स्टे गर्ने होइन एउटा होमस्टेको रूपमा चाहिँ नि यो ठाउँमा बस्ने त्यो उद्देश्यले पनि पर्यटन आउनुहुन्छ भन्ने कुरा चाहिँ हामीले विश्वास राखिरहेका छौँ। अन्तिममा यो चाहिँ जुन तपाईँहरूले श्रमदान चलाउँदै गर्दाखेरि यो एउटा साप्ताहिक बजारको पनि एउटा अवधारणा ल्याउनु भएर छ होइन? यो साप्ताहिक बजारको अवधारणा चाहिँ यो नयाँ होइन। हो यसलाई तपाईँको लगभग आजभन्दा चाहिँ नि 12-15 वर्ष अगाडि यहीँनेरि हजुर बजार 2-4 वर्ष बजार लागेको हो साप्ताहिक बजार। त्यतिखेर बिहिबारे बजार लागेको थियो। हजुर त्यो चाहिँ समितिको कारण अलिकति निष्क्रिय भएर त्यो चाहिँ पुनः सञ्चालन गर्नुभयो गर्न सकिएन र त्यसलाई नै एउटा मूर्त रूप दिउँ। अब त्यसैलाई बिउताउँ, यो ठाउँको अलिकति प्रबन्धन गरौँ र यो क्षेत्रमा अलिकति फेरि हटिया साप्ताहिक बजार नभएको कारणले गर्दा पक्का पनि यो ठाउँको चाहिँ नि कृषक होइन दाजुभाइ दिदीबहिनीहरूलाई सहज होस्, आफ्नै ठाउँमा आफ्नै क्षेत्रमा चाहिँ आफूले उत्पादन गरेको थोरै वस्तुहरू चाहिँ नि बजारसम्म ल्याएर बिक्री वितरण गरेर आफ्नो घरको गाह्रो खाँचो टार्नु सकोस् भन्ने एउटा चाहिँ नि मूल उद्देश्यको रूपले हामीले चाहिँ यो साप्ताहिक बजारलाई चाहिँ बिउत्याउनुपर्छ फेरि भनेर हामीले लगभग 3 महिना अगाडिदेखिको मिटिङ बसेर चाहिँ नि यसलाई योजनाबद्ध ढङ्गले चाहिँ नि कसरी सञ्चालन गर्न सकिन्छ भनेर हामीले सुरु गरेको। अब भोलि हाम्रो यो बजार उद्घाटन तथा यो पदमार्ग उद्घाटन हाम्रो केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङ सिंहको बाहुलीबाट हामीले चाहिँ यसको उद्घाटन गर्दैछौँ र यो चाहिँ अब निरन्तर हामी दिन्छौँ र यो साप्ताहिक बजार चाहिँ हाम्रो निरन्तर अब जान्छ र हिजोको दिनमा जस्तो चाहिँ नहोस् भन्नको लागि हामीले हाम्रो समितिले चाहिँ नि यो बजारलाई अथवा यो हाम्रो चाहिँ नि श्रम सञ्जाललाई चाहिँ पुस्ता हस्तान्तरण गर्ने भन्ने योजना हो हाम्रो। किनभने यो हामीले गरिन्जेल चाहिँ चल्छ, हामी पछाडि चाहिँ के गर्ने त भन्ने कुरा हुन्छ। त्यसो भएको हुँदाखेरि चाहिँ हामीले चाहिँ त्यसो होइन, यसलाई मर्न दिनु हुँदैन, यसलाई यो अस्तित्वबाट लोप हुनु हुँदैन भन्ने हिसाबले हामीले चाहिँ नयाँ जेनेरेसन नयाँ पिँढीलाई चाहिँ नि हामीले हस्तान्तरण गर्नुपर्छ भन्ने हिसाबले चाहिँ नि योजना बनाइराखेको छौँ र यो अब यो सञ्चालन भइराखेको हाम्रो चाहिँ नि संस्था र यो साप्ताहिक बजार चाहिँ अब यस दीर्घकालीन जान सक्छ, यो ग्यारेन्टी गर्न सकिन्छ। किनभने यसलाई चाहिँ हामी पुस्ता हस्तान्तरण गर्दैछौँ। एकदम राम्रो। तपाईँहरू सबैलाई जुन जोस जाँगर उत्साहका साथमा यो चाहिँ 1 वर्ष श्रम गर्नुभयो, यसलाई चाहिँ निरन्तरता दिनु होला होइन? सहयोग गर्ने सहयोगी मनहरूलाई पनि एकदम धेरै धेरै धन्यवाद। यो जुन साप्ताहिक बजारको जुन कन्सेप्ट ल्याउनुभयो यो एकदमै सराहनीय छ। किनभने भौगोलिक रूपले यो चाहिँ मोरङमा परे पनि सुनसरीसँग एकदम निकट भएकोले सम्पूर्ण पानबारीवासीलाई के भन्नुहुन्छ भोलिको बजारको लागि? मैले चाहिँ मेरो फेसबुक स्टार्टरबाट पनि पटक मैले चाहिँ नि सूचनाको अपडेट हालेको छु र यो भिडियो मार्फत चाहिँ म के भन्न चाहन्छु भने हाम्रो चाहिँ नि आम पानबारीवासी दाजुभाइ तथा दिदीबहिनीहरू होइन, उहाँहरूलाई चाहिँ तपाईँहरूको नजिकमा रहेको यो हलेसी महादेव परिसरमा साप्ताहिक बुधबारे बजार लाग्दैछ र यो बजारमा चाहिँ हरेक व्यक्ति हरेक घरबाट चाहिँ नि तपाईँहरू आएर प्रत्यक्ष अवलोकन गरेर प्रत्यक्ष सहभागी कृषि चाहिँ उपजहरू छ भने यहाँ ल्याएर चाहिँ होइन बेचबिखन गर्ने छ भनेदेखि यहाँ ल्याएर बेचबिखन पनि गर्न सक्नुहुन्छ र आफूमा नभएको कुराहरू खरिद गरेर पनि आफ्नो खाँचो टार्न सक्नुहुनेछ र तपाईँहरूले सबैले हामी सबैले यो माया गरेर यसलाई चाहिँ नि हामीले चाहिँ आफ्नो क्षेत्रबाट चाहिँ नि सहयोग गऱ्यौँ भनेदेखि पक्का पनि यो उद्देश्य सफल हुन्छ भन्न चाहन्छु र यसलाई सफल पारिदिनु हुनको लागि तपाईँहरूको अमूल्य उपस्थिति चाहिँ यहाँ आवश्यक छ। धेरै धेरै धन्यवाद हजुर। ल।